फेरि कहाँ भाग्छ यार। ल त्यही हो गाइस हिरो। ल गाइस खरायो भाइ ड्रास्टिक चेन्ज भइसक्यो। यता आइज यहाँ छ नयाँ जुत्ता यहाँ छ। आमा भनेसी आफ्नै गाममा नि चिनेनन् खरायोलाई हैन। गन्जी धरी आमामा क्यापलाई अनि त्यो चड्डी खै चड्डी यो पाइन्ट नि हामी छ बक्स पाइन्ट। अब मैले यहाँ टोप हालेर हिँड्छु भन् क्यामेरा हाल्न पर्छ भनेर मैले किनेको। कहाँ जस्तो क्यामेरा ओहो मेरो क्यामेरा मैले खरायोलाई क्यामेरा बनाएको छु नि त गाइस। त्यही भएर खरायोले चाहिँ टक्क लाएर यहाँ बक्स पाइन्ट बनाएको छ होइन। तल गि खान्दे यो ट्र्याक आमा यो कपडा फेरि लाएर टक्क धुनी नि फेरि आउने बेला फेरि अहिले 1 पाउ छ भनेपछि 2 पाउ नपाउनु मयालले होइन। जहिले धुन्छस् अहिले धुन जाने खास कपडा कि म आमालाई धुन लाउँछस् हो र कि बिहा गरे अब स्वास्नीले धोइदिन्थे गरे अब तेरो ल हेर्नु यहाँ खरायोको दिन आछ फेरि उता पुरा पार्टी चलिरहेछ यता डान्स चलिरहेछ। छुट्टै हाम्रो डान्स उता हाम्रो आज लेडिज नाइट थियो गाइस। टक्क लाएर ढिक्चिक है लेडिज नाइटमा चाहिँ तल बोलाउनु भएको चाहिँ खरायो तल डान्स हान्न गएको छ है। खुसी भएको खुसी कतिको मजा आयो एकदम मजा आयो दामी दामी पसिनै पसिना नयाँ कपडा त बिग्रियो त अनि के छैन अर्को लाउने हो ढुक्क हो ढुक्क। अब यतिको डान्स देखाएपछि कतिवटा केटी पटेला नि त जिन्दगीमा धारपानीमा चौकेमा बुहारीको खाँचो छ हाम्रो घरतिर। खरायो भाइले अब 3टा जति ल्यायो भने अलिकति भरि भुर्न हुन्छ कि के छ तेरो विचार? हजुरलाई त्यही भने इच्छा पुऱ्याइदिनुलाई नभए ओहो इच्छा पुऱ्याइदिने खरायो भाइले त मेरो इच्छा पुऱ्याइदिने भन्छ त गाइस। के गर्ने हो 3टा बिहा गरेर मेरो इच्छा पुऱ्याइदिन्छ अरे यार। हजुरको सपना पुऱ्याइदिन्छु ल। आमा मेरो मुटु खायो टाइगर ल 3टा हजुरलाई 3टा बाहिर चाहिन्छ भने म 3टै बिहा गरिदिन्छु। 3टालाई पाल्न सक्छस् त? सक्छु त ढुक्कै। अलि साह्रो बोल्न है म जसरी पावर छैन दम छैन। अलि दम भएकोले पो 3टा बुढी बिहा गर्छ पावरै नभएकोले कसरी 3टा बुढी बिहा गर्छ त नि अनि। म मेरो बोली सुन्दै केटी चम्केला गरे साह्रो बोल्दैन तेरो बोली सुनेर केटी चम्केलान् भनेपछि हो र। ल ठिक छ यस्तो लोटेङ्गले 3टा बुढी बिहा गर्छु। ढुक्कै नदिन्छु 10 केटी नाचिदिन्छस् यहाँ हेर्नु खरायोले पावर ब्याङ्क त्यहाँ हालिन्छ यहाँ तार यहाँदेखि सर्लक्कै घुमेर यहाँ आएर मेरो फोन चार्ज गरे। यो पल्लो घर चार्ज हाम्रो घर चार्ज गर्छ अनि घर बसेर चलाउँछ।